धर्मको कुरा राजनीतिमा ल्याएर त्यसलाई भोट बैंक बनाएर त्यो तहको पाप रवि लामिछानेबाट यो चुनावमा हुँदैन हुँदैन हुँदैन। ए हो है। अनि हजुर महाशय चाहिँ मस्जिद मस्जिद भौतारिएर भोट दिनुहोस् भन्दा चाहिँ धर्मको नाममा पाप भएन। अनि हजुरको पार्टीको बालेन शाहको श्रीमती चर्चमा गएर मलाई भोट दिनुहोस् भन्दाखेरि चाहिँ पाप नहुने। अनि कोही हिन्दूले हिन्दू राष्ट्र बनाउनको लागि भोट माग्दा चाहिँ धर्मको नाममा राजनीति हुने, पाप हुने। यो मान्छेको बारेमा म कुनै टिका टिप्पणी गर्न चाहन्न। हुन त अब दुनियाँको पैसा ठगेको व्यक्तिको बोली वचन कति ठग छ, कति ठगपूर्ण बोली वचन छ भन्ने कुरा अब तपाईहरु आफैले बुझ्न सक्नुहुन्छ। यो व्यक्तिको बारेमा टिका टिप्पणी म गर्न चाहन्न, तर यो व्यक्ति र यो व्यक्तिको पार्टीलाई जो जनताहरूले भोट हाल्छन् ती चाहिँ यो धरतीकै महापापी अपराधीहरू हुन् जस्तो मलाई लाग्छ। तिनीहरू आफ्नो 7 पुस्ता सहित नरकमा जान्छन् जस्तो लाग्छ मलाई। यी व्यक्ति र यी व्यक्तिको पार्टीलाई भोट हाल्नेहरू त्यतिसम्म महापापी अपराधी होलान् जस्तो लाग्छ कि मलाई। आफू मस्जिद भौतारिएर भोट दिनुहोस् भन्दाखेरि चाहिँ धर्मको नाममा राजनीति नहुने, धर्मको नाममा भोट ब्याङ्क नहुने। यिनीहरूलाई जुन देशले चलाइरहेको छ अमेरिका, त्यो त क्रिस्चियन छ त, पुरा विश्व क्रिस्चियन मुस्लिम छ त। एउटा नेपाल हिन्दू राष्ट्र बनाएर यिनीहरूको के टाउको दुख्यो भने, र सबभन्दा ठुलो धर्मको नाममा पाप त यिनीहरूले गरेका छन्। कसरी? यिनीहरूले भगवानको चिन्ह घन्टी बजाउँदै पाप गरेका छन्, दुनियाँको पैसा ठगेका छन्, हो कि होइन? सबभन्दा ठुलो पाप अपराध त धर्मको नाममा यिनीहरूले गरेका छन्। घन्टी बजाउँदै, भगवानको हो नि त घन्टी भनेको त, त्यो घन्टी बजाउँदै धर्म नमान्ने भनेर हिँडेका छन्, होइन? धर्मनिरपेक्षको कुरा गरेका छन्। अब अरूले चिन्ह राख्न सक्थे, यिनीहरूले कमल चिन्ह राख्न सक्थे, अरू धेरै चिन्हहरू छ त, किन त्यो भगवानको आस्था त्यो घन्टी नै राख्नु पर्थ्यो? त घन्टी बजाएर यिनीहरूले पाप गरेका छन्, त ठगी गरेका छन्। त यिनीहरू जस्तो पापी अपराधी चाहिँ कोही पनि छैन। यिनलाई भोट हाल्नेहरू जति महापापी महाअपराधी होइन यो संसारमा हुनै सक्दैन।